So hi everyone. So आज चाहिँ हामी कहाँ होला त? So today we are in लिङ्गा भैरवी. साथीहरु चाहिँ जाँदैछौ हैन? थोरै ढिलो भयो भ्लग बनाउन म एकदम पुरै I forgot it हैन? So very sorry. अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो बाबा अनि यहाँनेरि चाहिँ हुन्छ मामु. So हामीहरु चाहिँ अब लिङ्गा भैरवी जान्छौँ. है त. यहाँ चाहिँ हुनुहुन्छ मेरो बुवा. अनि त्यसपछि बाबा चाहिँ भित्र जानुहुन्छ अब. बाबा चाहिँ गइसक्नु भयो नि त भित्र. अनि त्यही भएर अब चाहिँ हामीहरु we will open our shoes. Shoes यहाँनेरि चाहिँ सो यहाँ चाहिँ हामीहरूले हाम्रो जुत्ता राखिरहेको थियौँ. एकदमै राम्रो छ. हामी चाहिँ अब जान्छौँ. एकदमै प्लेजेन्ट छ. चाहिँ हामीहरु फर्किँदैछौँ यहाँबाट. सो लाइक इट वाज सो पिसफुल है. इट वाज भेरी गुड है. युजुअली राम्रो लाग्छ मलाई यहाँनिर आउनको लागि है. अरू बेला पनि हामी आइरहेछौँ. कस्तो राम्रो किनभने यहाँको जुन पिस इन्भाइरोमेन्ट छ है, यसको राम्रो पक्ष चाहिँ लाइक बाटोको छेउमै यस्तो स्पेस, यस्तो ठाउँ जहाँ चाहिँ लाइक ट्रस्ट लाइक कल्पना गर्न नसकिने. हामीलाई पनि थाहा थिएन तर अहिले आउँदै जाँदा 2-3 चोटि भइसक्यो. इट इज सो गुड. मलाई यहाँ चाहिँ एकदमै मनपर्छ आउन. सो यहाँ अब चाहिँ हामीहरू फर्किँदैछौँ. सो गाइजहरू अब चाहिँ हामीहरू आइसकेका छौँ चण्डेश्वरी मन्दिरमा. सो अब हामी जामै त भित्र. हाम्रो चण्डेश्वरी मन्दिर. अनि उहाँ चाहिँ हुनुहुन्छ चण्डेश्वरी देवी. अनि यहाँ चाहिँ हुनुहुन्छ अब बजरबली हनुमान. यो चाहिँ सो गाइजहरू अब चाहिँ हामीहरू मेरो आन्टीको घर गइरहेछौँ. सो लेट्स गो. यो चाहिँ यही छ मेरो आन्टीको घर चाहिँ. अब चाहिँ हामीहरू जाँदैछौँ मेरो आन्टीको घर. यहीँनिर छ. हामी चाहिँ टोखामा आइसकेको छौँ. जहिले स्टल लाग्थ्यो तर अब के भयो लागेन आज चाहिँ धेरै स्टलहरू. सो अब जाऊँ मेरो आन्टीको घर. फेरि म चाहिँ मेरो आन्टीको घर आइसकेँ. अनि यहाँ छ मेरो बहिनी. हेलो भनिदेऊ. वाट्स योर नेम? ओके. सो भाव्यासँग चाहिँ म यहाँनिर खेलिरहेको छु. अनि हामीले चाहिँ भर्खर खाजा खायौँ. सो नाउ वी आर गोइङ टु भिजिट टोखा बजार. सो ओके. सो हामी चाहिँ यहाँ टोखाको पार्कमा आएर कस्तो राम्रो थियो कि यो पार्क पनि. अनि फोटो खिचिहाल्यौँ. सो गाइजहरू म चाहिँ अहिले घर आइसकेँ.
बसिसकेको छु अनि it was a very pleasant and very exciting day for me अनि I had so much of fun and like, share and subscribe my video and comment for more videos. Bye. Love you all.